छोडेर मात्रै त चढाउनु पनि पर्छ कहिले त्यत्रा बनाउँछु चढेर पनि हुँदैन क्या कहिले कानामा हालेर पनि लिनुपर्छ माथि बवाल कंटेंट निकालना जो तो जाएगा। इस हालत में हैंडल भी टूट गई, ब्रेक भी टूट गई, गियर भी टूट गई, सस्पेंशन भी टूट गई। हम बनाउन किनेको हुँदा नि बढी खर्च लाग्ने खालको जस्तो देखिरहेको छु। तर अब बनाउनु त त्यही लाग्दैन, किनेको चाहिँ 14,000 हो, बनाउनु चाहिँ त्यही 4-5,000 जान्छ होला। ह्यान्डल यताउता गरिरहेको छ, लाग्दैन। उवर जानु परबाट सर्टकट बाटो, यहाँबाट सर्टकट बाटो छ न, सिधै कस्तो छ त यसको नाचेला यहाँबाट वहाँबाट वहाँबाट यहाँ जोडे भएन होइन। अब के छ एक कुरा थियो, यो साइकल चाहिँ रेस कम्पनीको साइकल हो। रेस कम्पनी हुनु पनि आउँदैन, कम्पनी हो। तर के छैन, म चाहिँ यहाँ छु। साइकल ह्यान्डल सब टुट्यो, बनाउन सक्छौँ। भर्खर हामीले ट्याङ्लाफाट मैती देवी पुलिस चौकी रोड ल्यायौँ। अब पुलिस सरहरूले पनि सोध्नु भयो होइन। हजुर यो हेर बाबु किर्तिपुरको उकालोले सब निकालिदिइसक्यो। किर्तिपुर हस्पिटल लिएर भने साइकल हेर्नु यहाँ उल्टो ह्यान्डल गरेर हिँडाले हुन्छ सोमा चाहिँ चोरी भएको थियो। हामी चाहिँ पुलिस चौकीबाट आज ल्याएर आइसक्यौँ होइन। किर्तिपुर भत्केबाडी गाम्चाबाट हराएको साइकल यही हो। हामीले चाहिँ ट्याङ्ला के महेन्द्र के अरे मैती देवी पुलिस चौकीबाट हामीले झिकेर लगिसक्यो। खै त्यो सस्पेन्सनहरू देखाइदिउँ त, पुरै अगाडि ल्या भए पछाडि उहाँ लिदिङ गर्छ होइन। पुरै यस्तै हानेको छ होइन। यहाँ यो ब्रेक पनि खालिसकेको छ क्या, यता केही छैन, गाइदैन ब्रेक सिरेक छैन होइन। अब साइकल भेटिसक्यो। आज कलेजमा साथीहरूले पनि किन साइकल ल्याइनस् भन्थ्यो। हिँडेर अगाडि रहेछ मैती देवी चौकी। हिजो गाम्चाबाट चोरी भएको साइकल आज भेटिहाल्यो होइन। अब त्यही साइकल भने यस्तो कन्डिसनमा छ कि साइकल भने यस्तो कन्डिसनमा छ कि किनेको भन्दा नि बढी महँगो। यताबाट ए मुझे यताबाट हो कि हुन्छ भन्ने यताबाट होला हो यताबाट हो क्या हामी चाहिँ जाने यताबाट हो। हामीले केही थाहा नै, साइकल चोरी भएको अहिले भर्खर मैती देवी चौकीबाट ल्यायो। साइकलको हालत मैती देवी चौकीको यता हान्दा यता जान्छ होइन, सिधै जाने साइकल यता जान्छ होइन। तर ब्रेक पनि यस्तो टाइपले गएको छ कि हेर्नु न, ह्यान्डल फोनबारी घुम्छ क्या यस्तो साइकल फोनबारी घुम्छ। हामीले मैती देवी पुलिस प्रहरी चौकीबाट हामीले साइकल उद्घाटन गरिसक्यौँ र हामीले चाहिँ CCTV फुटेज हेर्ने भनेको। तर त्यो मान्छेले हिजो हामीले लखेटेको पनि थियौँ, बिच बाटोसम्म लखेट्दा पनि तर रोग भनेको पनि, तर स्पिडले भाग्यो। तर नभागेको त्यही बेला हामी मजाले के कुरा गरेर पठाउने हुन्थ्यो, भाग्यो। अनि भाइसकेपछि कता ठोकेर पुरै त्यो सस्पेन्सनहरू ब्रेकहरू त्यस पछाडि त्यो तलको त्यो सब भाँचिदिएछ। अनि त्यही पनि साइकल यहाँ छ। हामी किर्तिपुर हस्पिटलकोदेखि तल ट्याङ्लाफाटदेखि मैती देवी पुलिस चौकीबाट लिन लाग्छु। म चाहिँ साइकल उतामुखी चलाएर साइकलको ह्यान्डल हेर्नु, साइकल ह्यान्डल उता गरिरहेको छ तर साइकल उता गइरहेको छ क्या, यस्तो कन्डिसनमा छ क्या। यी हेर्नुहोस् साइकल बिगारेर किनेको भन्दा नि बढी मूल्य बनाउन जाने भयो। तर केही छैन, साइकल भेटिहाल्यो। तर मान्छे चाहिँ भेटेन, मान्छेले कता पुरै टुक्का गरेर ठोकेर अन्तै कता भागिहालेछ होइन। तर भाग्नु पनि भागेन, सिधै होला यार। भागेर पनि कता गयो थाहा छैन। तर त्यही पनि भागोस्, तर साइकल भेटिहाल्यो। साइकल चाहिँ यहाँ छ क्या, यो यस्तो कन्डिसनमा छुट्याएर भेटाइदियो। मान्छे भेटाइदियो यस्तरी चुड्ने रहेछ थियो। तर मान्छे चाहिँ साइकल कता बाटोमै ठुक्का गरेर हालेर भागेछ होइन। म यी हेर्नुहोस्, ह्यान्डल यता गर्दा उता जान्छ, ह्यान्डल यता गरिदेऊ
हेर्नुहोस् ह्यान्डल यता गर्दा पनि उतै जान्छ क्या ह्यान्डल यहाँ टायर कता छ अब आफै गेस गर्नु यहाँ टायर कता छ यस्तरी ठोक्काएर चाहिँ अगाडिको त्यो सस्पेन्सन नै बिगारेछ क्या घर भन्ने नि यो बनाउने त्यति लाग्ने छ त्यो त्यो होइन क्या तल माइलङ्गलको साइकलको थियो त हो त्यस्तोवाला हाल्ने भने सस्पेन्सन त्यो यो सबै चेन्ज गर्नुपर्छ पर्दैन चेन्ज गर्नु किन गर्दैन अब यो गइसक्यो एउटै गइसक्यो टपक्क बारी टाल्नुपर्छ त्यसले मुइन नसिका न त्यही त 1000 रुपियाँ लाग्ने हो क्या 1000 रुपियाँ लाग्छ अरे अब ब्रेक हाल्न गियर हाल्न 550 हुन्थ्यो ब्रेक हाल्न 1200 रुपियाँ ब्रेक हाल्न होइन 1200 रुपियाँ त गियरकै लाग्ने छ होइन त्यता बस्न भन्न मैले भने मान्नु छैन यहाँ हाने छ लाग्थ्यो अझै हान्न अझै हान्कै लाग्थ्यो नि मैती देवी पुलिसको अवसर त्यही हो हामीले उद्घाटन गरिसक्यौँ अब केही छैन मम्मी पनि आज हिँडिसक्नु भएछ मम्मी आउँदा त्यस्तै हुन्छ होइन मम्मी घरबाट आउँछ सुन्छ नि गाई साइकल जताको त्यस्तै हुनेवाला छ तर मम्मीलाई किन यो कुरा सुनाउने भने चाहिँ मम्मीले फेरि एउटा हान्नुहुन्छ क्या यस्तो झ्याउला गर्नुहुन्छ ऊ हेर्नु अझ लाग्थ्यो फेरि फ्याक्ट्री चाहिँ हेर्नु चाहिँ अझै पनि गइरहेको छ लङ्गर गर्दै हेर्नु अब कोही बेला हान्छ एकचोटि बल्ल भएर हान्छ उत्तरमा ह्यान्डल कता ह्यान्डल यता छ तर साइकल उता हिँड्दा छ क्या उता ह्यान्डल यता छ साइकल उता हिँड्दा हेर्नु अब फेरि लात्ति हान्छ है अहिले हानेर किन भिडियोमा आउन लाज माने नै तर हान्न त हानेन किन हानेन माया लाग्यो होला यस्तो भएको अघि त हान्ने मिल्दैन साइकललाई के हान्ने यार भन्छ क्या हामीले साइकल हराएको चाहिँ भट्केपाटी प्रगति नगर्दै तल गाम्चाबाट हराएको साइकल ट्याङ्ला फाटमा ल्याएर ट्याङ्ला फाटमा फालिएको रहेछ अनि ट्याङ्ला फाटमा फालिएको साइकल रहेछ त्यसरी हामीले चाहिँ भेटाएको मैती देवी पुलिस चौकीमा भेटाएको अनि पुलिस चौकीमा भेटायौँ तर त्यही पनि सरले त्यहाँ रिपोर्ट लिनुभयो तपाईँको हो कि होइन भनेर तर हाम्रै हो सरलाई होइन हामीले सब साइकलहरू देखाइसक्यौँ रेस कम्पनीको हो रेस कम्पनीको साइकल हो सब भनिसक्यो ओइ हानी छ यस्तो हानी छ क्या रोडमा केटीहरू हुन्छ नि राम्रो देखिरहेको ह्यान्डल यता छ साइकल उता हिँड्दा छ केही छ भेट्यो होइन हाम्रो साइकल चोरी भएको साइकल भेट्यो अब यहाँ गियर चाहिँ चलिरहेको छ के अरे पाइतल चाहिँ चलिरहेको छ ऊ यस्तो अवस्थामा ठोक्नु पऱ्यो साइकल चाहिँ यस्तै छ भन्नु पऱ्यो होइन भर्खर यो ट्याङ्लाबाट मैती देवी पुलिस चौकीबाट ल्याएर आएको छ साइकल अब आइतबारदेखिबाट त्यो गाडी भाडा पनि बस्नु भयो घर अगाडि चाहिँ साइकल फेरि त्यही पुलिस चौकी नै जाने भन्ने खोजिरहेको छ कि साइकल चोरी भएको थियो तर हामी सस्पेन्सन चेन्ज भइसकेको छ यो बाइकको पहिलाको सस्पेन्सन डट बाइकको सस्पेन्सन हो यस्तो छ यहाँ यो पुरै कुच्ची काच्चिने ट्राफिक हो म सस्पेन्सन यस्तो छ पहिलाको रातो